दर्शकबिन आज हामी कुरा गर्न गइरहेछौँ नयाँ नेपाली कथानक चलचित्र जेरी अन टप मुभीको बक्स अफिस कलेक्सनको बारेमा। यही 31 गतेबाट प्रदर्शनमा आएको नयाँ चलचित्र जेरी अन टपले आफ्नो पहिलो दिनमा मात्र 70 लाखको ग्रस कलेक्सन गरेको थियो भने आफ्नो पहिलो हप्ता बितिसक्दा 5.5 करोडभन्दा माथिको नेपालमा मात्र कमाइ गरेको छ भने विश्वव्यापी 12.5 करोडभन्दा माथिको गछ भने आफ्नो चलचित्रले पहिलो 10 दिनमा 7 करोडभन्दा माथिको कमाइ गरेछ भने 11औं दिन 40 लाख र यसै गरी 12औं दिन 70 लाख गर्दै आज 13औं दिन पनि बिहानमा चलचित्रको 13औं दिन अकुपेन्सी थियो 70देखि लिएर 80% पुगेको हामीले रिपोर्ट पाएका छौँ। यस चलचित्रले आजको दिन पनि कम्तीमा पनि 50 लाखदेखि लिएर 70 लाखसम्मको बिचमा कमाइ गर्ने आँकडा छ।